हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। सो आजको यो भिडियोमा तपाईँहरू सबैजनालाई स्वागत छ। अनि आजको दिनको सुरुवात हुन्छ मेरो चर्चबाट, किनभने आज चाहिँ शनिबार अनि हामी चाहिँ बिहानै उठेर आज चर्चमा गइसकेको थियौँ। अनि चर्चबाट चाहिँ मैले भिडियो स्टार्ट गरेँ। अनि घर आउँदाखेरि चाहिँ हामीले नानीको बुक चाहिरहेको थियो, बुक अनि कपी। अब नर्सरीमा पुगिसकेको थियो नानी चाहिँ, अनि त्यही भएर बुक कपी लिएर आएको। अनि यस्तो महँगो पऱ्यो हामीलाई बुक र कपीको सेटलाई 1550 पऱ्यो। अनि कस्तो रहेछ भनेर हामीले यहाँ चाहिँ हेर्दैछौँ। अनि अहिले चाहिँ 10 बजिसक्यो, मैले चाहिँ खाना पनि बनाउँदैछु। अलिक आजको हाम्रो लन्चमा चाहिँ चिकन छ, चिकन राइस अनि दाल मैले बनाउन लागेको छु। किनभने चर्चबाट आएर चाहिँ जहिले पनि हामी मर्निङमा चिकन मतलब मिटै खान्छौँ। अनि यहाँनिर चाहिँ मैले गीत सुन्दै सुन्दै काम गर्दैछु, किनभने मलाई अल्छी लाग्छ नि त। सबै आफ्नो आफ्नो काममा बिजी हुनुहुन्छ, म चाहिँ एक्लै खाना बनाउँदैछु। अनि यहाँनिर चाहिँ मैले लसुन केलाउँदा झन्डै मेरो नङ पनि भाँच्यो। अनि मैले चाहिँ अस्ति नै के अरे भिडियो हालेकै थिइनँ अस्तिदेखि, 2-3 दिनदेखि, किनभने म चाहिँ 2-3 दिन अगाडि एकदम धेरै बिरामी भएर ज्वरो आएर हस्पिटलमै बस्नुन्जेल भएको थिएँ। अनि अहिले चाहिँ म अलिक ठिक भएको छु, दबाई खाँदैछु। त्यसरी आजदेखि चाहिँ म भिडियो स्टार्ट गर्दैछु। अब हामी नेपालमा बस्नु पनि धेरै छैन, अब जम्मा 9 दिन छ, 8 दिन कि 9 दिन छ। त्यसैले आजदेखि चाहिँ म डेली भिडियो हाल्छु भनेर मैले सोचेको छु। सो यहाँनिर हेर्नु, मेरो टमाटर हाम्रो घरमै फलेको टमाटर हो यो चाहिँ। अनि अलिकति कस्तो दामी देख्दो रहेछ इयरिङ लगाएर हेरेको। अनि यहाँनिर चाहिँ मैले चिकन बनाइसकेको थिएँ, यो पुरै फ्राई भइसकेको थियो। अब यहाँनिर चाहिँ मैले बस टमाटर र मसला, टमाटर अनि धनिया मात्रै हाल्न बाँकी थियो। मलाई चाहिँ पुरा हतार हतार भइरहेको थियो, त्यसैले चाहिँ मैले खाएको चाहिँ देखाइनँ। हामीले खाना चाहिँ खाइसकेर मैले चाहिँ किचन सफा गर्दैछु। किचन सफा गरिसकेपछि चाहिँ सदा चाहिँ मैले चाहिँ हात धुन्छु यसरी। हामीलाई चाहिँ सानोमा चाहिँ म्याडमले स्कुलमा यसरी हात धुनुपर्छ, मिची मिची धुनुपर्छ भनेर सिकाउनुहुन्थ्यो, त्यही चाहिँ भएर मैले चाहिँ देखाइदिएको। अनि यहाँनिर चाहिँ मलाई यस्तो गर्मी भइरहेछ आज होइन, आज लास्टै गर्मी छ, फ्यान चलाएर हामी बसिरहेछौँ। अनि अब खाना खाइसकेपछि हाम्रो घरको हालत चाहिँ यस्तो हुन्छ। 2टा नानीले खाना खाँदाखेरि भुइँमा यता र उता गरेर भाषा सबै पुग्छ। अनि यहाँनिर चाहिँ मैले अब घर सफा गर्दैछु। अहिले चाहिँ 10:30 भयो बिहानको। अनि घर सफा गर्दैछु, पानी पनि खाँदैछु गर्मीले। अनि यहाँनिर सबै खानाहरू पकाइदिएको थियो माथि। अनि 2टा नानीसँग काम गर्नु चाहिँ एकदमै गाह्रो हुन्छ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ? नानीहरू भएपछि कहिले घर सफा पनि हुँदैन, आरामले बस्नु पनि पाउँदैन। अनि यहाँनिर चाहिँ मैले यसरी सफा गरेँ। अनि घर सफा भएपछि चाहिँ मलाई आनन्द हुन्छ। अनि यहाँनिर चाहिँ पुरै सोफामा पनि पानी पोखाइरहेको थियो नानीले। अनि मैले चाहिँ त्यो धुनलाई निकालेँ कपडा। अनि यहाँनिर चाहिँ हाम्रो घरमा माछा पनि छ, तपाईँहरू कतिजनालाई थाहा छ कि छैन। हाम्रो चाहिँ माछा पनि छ, मम्मीको चाहिँ एकदम फेभरेट, मेरो मम्मीलाई एकदम मनपर्छ, त्यही भएर मम्मीले ल्याउनु भएको। यो माछाहरू चाहिँ हामीले इन्डियाबाट ल्याएको। अनि यहाँनिर चाहिँ छ मेरो छोरीलाई चाहिँ अब खानासाना खाइसकेपछि चाहिँ दिउँसो सुताउने टाइम भयो, तर सुताउनु आँटेको छोरी त खेलेको खेलै, हाँसेको गरेर अब भनेर नसमातिकन उभिन ट्राई गर्दैछ हो। अब ठुलो हुँदैछ नि त मान्छे, अनि अब यस्तो लड्छ नि ऊ लड्यो। अनि म चाहिँ सुतेर अहिले उठ्दैछु साथीहरू, यस्तो निन्द्रामा उठेको, भर्खर उठेँ म, रात परिसकेछ। टाइम देखेर त म छक्कै परेँ, 5:30 जति नै भइसकेछ टाइम। यहाँ देख्न सक्नुहुन्छ 5:30 भइसक्यो। अनि अब उठेर मलाई यस्तो भोक लाग्यो फेरि होइन। अनि यहाँनिर चाहिँ मैले चिया पकाउँदैछु, यहाँनिर नानीलाई खाना पनि बनाइदिँदैछु। अनि चियामा चाहिँ अब चिनी हाल्नै पऱ्यो, चिनी बिना चाहिँ म चिया खाँदैन। अनि रातो चिया पनि मैले कहिले खाँदिनँ, म खालि दुधकै मात्रै चिया खान्छु। घरमा सबैले रातो खानुहुन्छ, तर म चाहिँ दुधकै खान्छु। अनि यहाँनिर मैले चिया रेडी गर्दैछु। अनि यहाँनिर चाहिँ अब आजको डिनर, यहाँनिर चाहिँ लोकल अन्डा, यहाँनिर आलु। अनि यो चाहिँ नानीलाई मैले त्यो के भन्छन्, तरुल भन्छन्, तरुल उसिन आँटेको। अनि यहाँनिर चाहिँ सानो सानो खालको च्याउ पनि छ, आजको रातिको खाना डिनर बनाउन आँटेको मैले चाहिँ। अनि अब तिनीहरू चाहिँ उसिन्नुपर्छ आलुहरू, त्यही भएर मैले यहाँनिर हाल्दैछु। मेरो चिया पनि पाकेर मैले हालिसकेको थिएँ। अनि यहाँनिर चाहिँ चिया खाँदै गर्दाखेरि यिनीहरू पनि पाकिहाल्छ भनेर चाहिँ मैले सिटी लाउनलाई पानी हालेर बसाउँदैछु। पानी हालेर बसिसकेपछि अब यो च्याउ चाहिँ फेरि अब त्यतिकै भुट्नुपर्छ यसलाई। अनि यहाँनिर चिया खानु पऱ्यो भनेर
बिहेभित्र चाहिँ अँध्यारो भइसकेको थियो अनि म चाहिँ बाहिर जाँदैछु। बाहिर चाहिँ फेरि आज दिनभरि गर्मी भएको थियो तर अहिले चाहिँ यस्तो शीतल भइरहेको छ, शीतल भएर पुरा हावा पनि चलिरहेको थियो। कस्तो राम्रो देखिएको नजारा त होइन। आम्मामा कस्तो उज्यालो भइरहेको थियो राति भयो नि। अनि यहाँनिर चाहिँ अब 2टा बिस्कुट चाहिँ मैले खानै पऱ्यो किनभने मैले चाहिँ दबाई खानुपर्छ अब। दिउँसोको दबाई बेलुकाको दबाई छ 3 टाइमको अनि त्यो चाहिँ मैले केही खाएर खानुपर्छ त्यसैले 2टा बिस्कुट ल्याएको थिएँ। एउटा चाहिँ खाएँ एउटा चाहिँ खानु सकिनँ। अनि यहाँनिर त हेर्नु फुलहरू यस्तो मजाले फुलिरहेछ मेरो मम्मीले रोप्नु भएको। ऊपर चाहिँ उहाँ नानी बोकेर बाबा बसिरहनु भएको छ। अनि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ फुलहरू यस्तो मजाले फुलिरहेछ हाम्रोमा। अनि यो चाहिँ हाम्रो फेरि लोकल मकै हो, हाम्रो घरमा फलेको मकै। अब यो चाहिँ पिनेर बाख्राहरूले कुखुराले खान्छ। अनि यहाँनिर चाहिँ छ मेरो दबाई, अस्ति भर्खर हस्पिटल बसेर आएको। एक्सरेहरू सबै गरेको थियो त्यसकै यो मेरो कागजहरू हो। अनि यहाँनिर चाहिँ अब दिउँसोको दबाई चाहिँ 2टा छ मेरो। दबाई चाहिँ मैले खानुपर्ने हुन्छ किनभने दबाई खाएन भने म ठिक हुँदिनँ। एकदम बिरामी भएको थिएँ अनि त्यही भएर मैले चाहिँ अब दबाई खान्छु। 2टा दबाई खाइसकेपछि चाहिँ अब एकैचोटि बेलुकाको खाना खाएपछि मात्रै। अनि यो चाहिँ हो मेरो ब्लड इन्फेक्सन छ अरे ब्लडमा, त्यही भएर ब्लडको दबाई हो यो चाहिँ। अब यो दबाई खाइसकेपछि चाहिँ मैले यो भिडियोलाई यहीँनिर एन्ड गर्छु। सो थ्याङ्क यू फर वाचिङ, बाई बाई।